Okay guys, this is the final look. अघिको चुवाचेको चेस भन्नु न त Hi guys, welcome back to our channel. अनि आज चाहिँ फेरि पनि एकदमै नयाँ अनि इन्ट्रेस्टिङ ब्लगको साथ आइसके साथीहरु। अनि आजको ब्लगको लागि पर्सनली म पनि एकदमै धेरै इन्ट्रेस्टेड थिएँ, किन भन्दाखेरि चाहिँ आजको ब्लग साच्चै नै स्पेशल छ। र त्यो के हो त तपाईहरुले बिस्तारै देखि पनि हाल्नुहुन्छ, हल्का फुल्का थम्बनेलहरुबाट पनि देखिसक्नु भयो होला जस्तो लागिरहेछ। र म अहिले हजुरहरुलाई भनि पनि दिन्छु कि आज के हो भनेर है त। आज चाहिँ मेरो ड्याडीहरु आफ्नो साथीहरु मिलेर त्यो टाइममा 8 वर्ष अगाडि चाहिँ उहाँहरुले एउटा समूह खोल्नु भएको थियो, जुन समूहको नाम छ मनोकामना हैन, मनोकामना समूह। उहाँहरु कतिजना हुनुहुन्छ मेम्बर म एक्ज्याक्टली मलाई थाहा भएन, तर उहाँहरुले यो समूह खोल्नु भएको 8 वर्ष भइसक्यो। र त्यतिकै स्टार्टिङ फेजमा जस्तो थियो मित्रता र त्यही खालको भाव लिएर चाहिँ उहाँहरु अहिलेसम्म चलिआउनु भएको कारणले आजको दिन 8 वर्ष भएको छ। सो त्यही सेलिब्रेसनको लागि चाहिँ आज हाम्रो घरमा सानो प्रोग्राम जस्तो हुन त समूह हरेक टाइम हरेकको घरमा हुन्छ, तर आजको दिन ठ्याक्क 8 इयर्स पनि हुनु र हाम्रो घरमा पर्नु पनि भएको कारणले चाहिँ हामी ओभर एक्साइटेड। अनि हाम्रो समूहको सबै आदरणीय अङ्कलहरु चाहिँ आउँदै हुनुहुन्छ। सो एकदमै हामी खुसी छौं र काम यस्तो खतरा चलिरहेछ हैन हाम्रो घरमा, किन भन्दाखेरि चाहिँ अब सबै पकाइ तुलाइ गर्नु पर्यो, भोज हुन्छ हामी नेवारहरुको त हैन। सो यता मेरो निनीले हेर्न सक्नुहुन्छ पुरा कटिङ गर्दै हुनुहुन्छ र मैले पनि आधा उधी सबै काम भ्याएर म भ्लग स्टार्ट गर्दै छु। अनि बाँकी रह्यो अब केक कटिङहरु गर्नु पर्यो नि त, एनिभर्सरी जस्तो भएको कारणले हल्का डेकोरेसनहरुको पनि काम गर्नु पर्ने छ साथीहरु। सो दिनभरि अति नै रमाइलो हुनेवाला छ, के हुन्छ हेर्दै गर्नु होला है त। ओके साथीहरु, यो चाहिँ हाम्रो घरमा सबैभन्दा धेरै पाकिने कुरा र सबैलाई मनपर्ने कुरामा पर्छ। यो चाहिँ यसलाई चाहिँ हामी मस्यौराको अचार भन्छौँ साथीहरु, के भन्छौँ? मस्यौराको अचार भन्छौँ। र हाम्रो मम्मी बिचारा यस्तो अवस्थामा पनि गर्दै हुनुहुन्छ। मम्मीको चाहिँ लडेर हात यस्तो भएको थियो, तर पनि उहाँको जोस जागर हेर्नु यस्तो भए पनि म चाहिँ गर्छु भन्नुभएको कारणले हामीले हेल्प त गर्यौं, तर पकाउने चाहिँ मम्मी नै हुनुहुन्छ एउटा हातले यस्तो गर्दै। सो अबको पालो भनेको हाम्रो डेकोरेसनको नै छ। सो म मेरो दादालाई कुर्दैछु के कस्तो हुन्छ, दादा आउनु भएपछि चाहिँ हामी डेकोरेसन पनि गर्छौं। ओके साथीहरु, अबको काम रहेको छ चुवाचे के हो यो चुवाचे सफा गर्दै हुनुहुन्छ हाम्रो मामाले चाहिँ हैन। आज यो पनि बन्दैछ है साथीहरु, स्पेशल हो यो त झन्। सो यो बन्द छैन आज। सो यो चाहिँ हाम्रो बनिरहेको छ हाम्रै पसल गई साथीहरु। हाम्रो चाहिँ मासु पसल पनि छ, तपाईहरुलाई चाहिन्छ भने आउन सक्नुहुन्छ हैन। आज चाहिँ स्पेशल यो पाक्दैछ, सफाइ हुँदैछ यसको पनि। अब यसलाई पनि काम धाम तमाम गरेपछि चाहिँ हामीले अब यस्तो गर्ने बेला हामाम गर्ने बेला भेट्नु पर्ने हुन्छ है त। बोल्नु पर्छ यसलाई त अझै जिन्दगीमा अहिलेसम्म नखाएको यसले होला। भने म चाहिँ फेरि खाँदिनँ है, पोर्क कतिलाई मनपर्छ भन्छ। मैले मन नपर्ने भन्दा पनि मलाई टेस्टै थाहा छैन यसको एक त, किनकि मैले कहिले खाएको छैन। एकचोटि बच्चामा सानो बेला खाएको, मलाई त्यसपछि त्यसले अलिकति फोबिया बनायो हल्का, पचेन मलाई अपोज भएपछि चाहिँ त्यहाँदेखि मैले खाएको छैन। सो मैले टेस्टै बिर्सेँ पनि भन्नु मन थियो। आज जिममा गएको थिएँ म, एक्सर्साइज टक्क गरिरहेको थिएँ हैन। अनि एकजनाले हेरे गरे एउटा दाइले, कसले चिन्यो होला यस्तो आँखा चिम्मा गरेर यस्तो गरेर बस्यो, यस्तो हात हालेको सातको जानेको। ओ गोविन्द भाइ रे, मलाई त सातको गइरह्यो भने म पुरा आँखा चिम्मा गरेर यसो गरेर सुरुमा चाहिँ हेरे थियो, यहाँ आएर हात हाल्छ गोविन्द भाइ हैन भन्छ। सो टिकटकमा चाहिँ हजुरहरूले यति धेरै माया गरिदिनु भएको छ नि त, नेपाली गोविन्द भनेर धेरैजनाले ट्याग लगाइदिनु भएको कारणले चाहिँ मलाई कसैले आज पनि गोविन्द भनेर बोल्नु भयो अरे। आज मात्र मेरो नाम सोधेर थाहा पाएँ, धन्यवाद। हेर्दै हुनुहुन्छ भने धन्यवाद र अझै धेरै धन्यवाद। ल ठिक छ, हाम्रो काम हुँदैछ, अब हामी जान्छौँ डेकोरेसनको लागि केक लिनलाई। ओके केक लिनलाई। ल गाइज, अब चाहिँ हामी चढेको है त। हामी चाहिँ यात्रीहरू यात्रा गर्न लागेको। कहाँको यात्रा भन्दाखेरि चाहिँ मैले भनिहालेँ, अब हामी केक लिन जानुपर्ने हुन्छ। सो त्यहाँ गएर चुज गर्नुपर्ने हुन्छ, अच्छावाला केक लिएर आउँछौँ है। कस्तो के हुन्छ तपाईँहरूले पनि चुज गर्न हेल्प गर्नु होला भन्थे, तर यस्तो चाहिँ गर्न सकिन्छ है त। गएर कमेन्टमा मेरो केकको चोइस कस्तो छ, तपाईँ भएको भए त्यहाँमध्ये कुन केक लिनुहुन्थ्यो होइन। सो लेट मी नो डाउन इन द कमेन्ट्स गाइज। लेट्स गो। ओके गाइज, फाइनली हामी पुगिसक्यौँ केक पसलमा र यही नै हो हाम्रो बेकरी अहिलेको लागि चाहिँ। सो यहाँ गएर चाहिँ हामीले केक चुज गर्नुपर्ने हुन्छ अच्छावाला।
सो उहाँहरूलाई पहिला सुरु हामी बोलाउँछौँ अनि त्यसपछि चाहिँ केक चुज गर्छौँ है साथीहरू। सो अच्छा केक ल्याइदिनु होला भनेर टङ गर्नुपर्ने होला क्या सायद। ओके गाइज हामीले लिइसक्यौँ केक देख्न सक्नुहुन्छ र यसभित्र चाहिँ कुनवाला डिजाइन छ भनेर हेर्नको लागि चाहिँ तपाईँहरूले घरमा गएर खोलेपछि हेर्न सक्नुहुन्छ। अहिलेको लागि तपाईँहरूलाई पनि सरप्राइज होइन त। सो अब हामी जाँदैछौँ घर अनि हुन्छ हाम्रो डेकोरेसनको काम। ओके साथीहरू यहाँ सुरु भइसक्यो अब चाहिँ डेकोरेसन होइन। अब अहिले छ बिफोर लुक जस त्यो पर्दा यस्तो लाग्छ मैले अघि पनि देखाएको थिएँ तपाईँहरूलाई। अनि यहाँनिर दादा र मेरो साथी मिलेर चाहिँ पुरा यहाँनिर माथि राखेर काम गर्दैछ भने चाहिँ काम तमाम हुन बाँकी नै छ। सो अब यो सबै भइसकेपछि म तपाईँहरूलाई देखाउने नै छु है त साथीहरू। दिस टिका दिस खादा सम्मानको लागि भने यो चाहिँ केक छ। अब माथि फ्रिजमा राख्नुपर्ने हो। अब आई डोन्ट नो किन राखेन यो। अब के भइसक्यो होला केकको हालत भन्ने मलाई विश्वास छ। सो ठिक छ अब चाहिँ बाँकी ल ठिक छ साथीहरू। अब डन भएपछि हामी ओके साथीहरू यहाँ चाहिँ हल्ला छ कि अङ्कलहरू आइसक्नु भयो भन्ने हल्ला सुनेको भएर म झर्दैछु। अङ्कलहरू आइसक्नु भयो। नमस्ते सन्चै हुनुहुन्छ? एकदम ठिक छ। मेरो भ्लगमा स्वागत छ तपाईँलाई। धन्यवाद। खै त अरू अङ्कलहरू नमस्ते स्वागत छ मेरो भ्लगमा हजुरहरूलाई। त्यसलाई पनि नमस्ते गरौँ। नमस्ते अङ्कलहरू आइसक्नुभयो। बाँकी अरू पनि अङ्कलहरू आउँदै हुनुहुन्छ। सो वी आर वेटिङ। अब के हुन्छ आज रमाइलो गर्नुपर्छ है साथीहरू सबैजना मिलेर। गाइज किचनवाली यता हुनुहुन्छ पुरा प्राउनवाली। प्राउन खान चाहनुहुन्छ भने चाहिँ उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईँहरूले। अनि दिमाग खुवाउन चाहनुहुन्छ भने चाहिँ मलाई सम्पर्क गर्न सक्नुहुन्छ। म दिमाग खान सक्छु अरू केही गर्न सक्दिनँ यो घरमा बसेर। र मेरो पनि दिमाग खाइराख्नु भएको छ सबैजना मिलेर होइन त मामा। ल गाइज अब हुँदैछ यहाँ तरवालबाजी खेल्ने बेला। यसले काट्ने हेर्न त अब केक सबैजना खुकुरी। यो चाहिँ हाम्रो खुकुरी केक काट्ने खुकुरी मार हाल्नुपर्छ अब चाहिँ। आउनु नि त तपाईँहरू पनि आउनु मार हानिहालौँ। पैँचीले काट्नु न। पैँचीले जुङ्गा काट्नु। ओके गाइज फाइनली हाम्रो चाहिँ यसरी सम्मान कार्यक्रम भइसकेपछि चाहिँ अब हामी जाँदैछौँ केक कटिङ गर्नको लागि होइन। आज चाहिँ हाम्रो लागि एकदमै स्पेसल दिन किनकि हाम्रो ड्याडी अङ्कलहरू सबैजना मिलेर चाहिँ आफ्नो अगाडिदेखि सुरु गरेको एउटा समूह होइन श्री मनोकामना कोष नाम गरेको समूह यो आजभन्दा 8 वर्ष 9 वर्ष अगाडि मिलेर गर्नुभएको थियो भने आज 8 पुरा भएर 9 वर्षमा लाग्नु भएको छ। अत्यन्त खुसी लागेको छ र तपाईँहरू सम्पूर्णलाई बधाई पनि दिन चाहन्छु। र आज हजुरहरू आइदिनु भएकोमा धेरै धेरै धन्यवाद होइन। अनि त्यसै गरी एकदम खुसीको साथमा चाहिँ हामीले अब केक कटिङ गर्न जाँदैछौँ। सबैजना अलि अगाडि आइदिनु होला भन्न चाहन्छु है। धन्यवाद। अङ्कलको पोज त खतरा छ। ओके गाइज दिस इज द फाइनल लुक। अघिको च्वाचेको हालत यस्तो भइसक्यो प्लस यसमा बङ्गुरको मासु पनि मिक्स छ। सो यो चाहिँ अब हाम्रो दादाले लानुहुन्छ नाङ्लो भोज। ल जाउँ त्यहाँ बियर पार्टी सुरु भइसक्यो। ल जाउँ है त साथी। च्वाचे आयो च्वाचे च्वाचे। बम्पर भयो। बाई बाई धन्यवाद आइदिनु भएकोमा फेरि पनि धेरै धेरै बधाई हजुरहरू सबैजनालाई।
8 वर्ष भयो अब यस्तै 9, 10, 15, 20 भनेर धेरै गरेको हेर्न पाउनु धेरै धेरै रमाइलो भयो आज अब अङ्कलहरूलाई के कस्तो लाग्यो हामीले हाम्रो सक्दो गऱ्यौँ होइन अब फेरि बाई बाई ओके साथीहरू अब जाने कतारमा काम गर्दै हतारमा किन भन्दाखेरि चाहिँ रात परिसक्यो हेर्न सक्नुहुन्छ त्यहाँनिर देखाउनु न पानी पनि परेको छ लगभग राति भइसक्यो र हाम्रो सबै अङ्कलहरू आफ्नो घर गइसक्नु भयो अनि अब यत्रो व्यञ्जन पाकेपछि त भाडा अवश्य फोहोर हुन्छ हेर्नु है साथीहरू हामी दुईवटा नन्द भाउजू मिलेर घट्ने काम हुँदैछ अनि मस्काउने चम्काउने टल्काउने गर्दै आजको दिन यसरी नै समाप्त भयो साथीहरू सो यति नै गर्न चाहे आजको लागि फेरि पनि नयाँ अनि एकदमै इन्ट्रेस्टिङ ब्लगको साथ आउने नै छु आजको लागि चाहिँ बाई बाई